हेलो वेलकम टु माई एनएमटर ब्लग। आज चाहिँ शनिबार, आज चाहिँ हामी घर आछौँ। हेरौँ, आज चाहिँ बिहान पानी परेको थियो, भर्खर चाहिँ बिजो गरेको छ, सफा गरिरहेछ। आज चाहिँ हाम्रो बिहार राख्ने धानको बिउको बिहार राख्ने छ। खानासाना पकाइसक्यो, अब चाहिँ खानासाना खाएर हामी चाहिँ खेतमा जान्छौँ। हेरौँ आज के हुन्छ म देखाउने छु हजुरहरूलाई। हामीले चाहिँ खाना पनि खाइसक्यौँ। खाना खाएर एकछिन बसेर आराम गरेर अब चाहिँ खेतमा जान्छौँ। खेतमा गएर चाहिँ धानको बिहार राख्नुहुन्छ। बिहार राखेर सरसफाइ पनि हुन्छ। आज चाहिँ सबै म तपाईँलाई भिडियोमा देखाउने छु। किप वाचिङ गाइज। हामी चाहिँ खेतमा हिँड्यो। हामी चाहिँ खेतमा आइसकेर नि बनाउँदैछौँ। यस्तो बनाइसक्यौँ हामीले चाहिँ। यसमा अब धानको बिउ राख्नको लागि तपाईँहरूकोतिर राख्नुभयो कि राख्नु भएन। हाम्रो चाहिँ एउटा राखिसक्यौँ। यो चाहिँ अर्को हिले बिउ धुले बिउ चाहिँ राखिसक्यौँ। के छ छोरो? ठिक छ। हेलो गाइज भन्देऊ। हेलो गाइस, वेलकम टु नानी ब्लग। वेलकम टु आवर न्यू ब्लग भन। हाम्रो चाहिँ गाजर पनि छ है गाइज, मम्मीले रोपेको। यत्रो साना साना भछ। यो फेरि बाहिर टिपेको। आजको भ्यू अडिगाडी चौरको। आज हामी कस्तो बोलो राखेको छ। आज हामी मैले गाजर टिपेछु। मैले चाहिँ आलु होइन। ड्याडी स्पिडको मन भयो। स्पिड हाम्रो चाहिँ जोत्ने मेसिन। फाइनल्ली धानको बिहारको लागि मोड पनि कुहाइयो, छापो कुहाउनको लागि राखी पनि सकियो। अब चाहिँ हामी नुहाइ धुवाइ गर्छौँ।